आज चाहिँ मैले चटपटी बनाएर खान लगाएको होइन। अब चटपटी त सबैजनाले बनाएर खाइराख्नु भएको हुन्छ, के कस्तो हुन्छ भनेर अब हजुरहरू सबैलाई थाहा छँदैछ होइन। अब त्यही पनि मैले यसो बनाएर खाइदिउँ न त भनेर मैले पनि आज यसो बनाउन लगाएको। अनि त्यसपछि मेरो चाहिँ भोइस खै के हो भनेपछि म चाहिँ यस्तो बोल्दा बोल्दा मेरो एकदम मुख लटपटिन्छ क्या, अनि मलाई चाहिँ रिस उठ्छ होइन। मलाई अनि के भन्छ यो भोइस ओभर के भोइस कभर के भन्छ अरे यसलाई, खै के भन्छ मलाई पनि भन्नै आउँदैन त्यो। अनि हो यो भोइस ओभर कभर त्यसरी हो, यही बोलेर बनाउने भिडियो के हो, यो बोलेर चाहिँ मलाई त्यही भएर मलाई बनाउनु मन लाग्दैन कि, मेरो मुख लास्टै लटपटिन्छ नि त। अनि योभन्दा अगाडि मैले त्यो लाफिङ बनाएको भिडियोमा पनि अजिना खासमा के भन्छ मलाई त्यो थाहा छैन होइन। मलाई त धेरै यस्तो सामानहरू त खानेकुराहरू बनाउन आए पनि मलाई त्यो सामानहरूको नाम चाहिँ अलिक भन्न आउँदैन कि, भन्न आए पनि अलिक राम्रोसँग स्पष्ट रूपमा अलिक त्यो मजाले भन्न सक्दैन होइन। अनि त्यो अजिना मोटो के भन्छ त्यतिलाई मलाई त्यो पनि थाहा छैन अझै राम्रोसँग, अजिना मोटो भन्छ कि के भन्छ होइन। त्यो अजिना मोटरलाई चाहिँ अजिना मटर भन्ने थियो होइन। अनि त्यसमा पनि त कमेन्ट गरिरहनु भएको छ होइन। हाँसो लाग्छ मलाई त। अनि त्यसपछि चाहिँ मैले आज चाहिँ यो चटपटीमा चाहिँ के भनेपछि मैले चाहिँ फर्स्ट टाइम है सस चाहिँ युज गरेर चाहिँ खाना लगाएको होइन। यो सस चाहिँ त्यो पिठो हजुरहरूले जुन पिठो लिएर बनाइने हुन्छ होइन। मैले चाहिँ के पिठो लिएँ मलाई पनि थाहा छैन, बिर्सिसकेँ मैले। अनि त्यसपछि त्यो पिठोमा चाहिँ अनि थोरै फुड कलर राखेर चाहिँ अनि त्यसमा त्यसलाई चाहिँ अलिअलि मजाले पकाउने, अनि पाकिसकेपछि चाहिँ हजुरहरूले एड गरिदिनु सक्नुहुन्छ। हजुरहरूलाई चटपटीसँग के मिक्स गर्नु मन लाग्छ सब मिक्स गर्दा नि हुन्छ होइन। अनि मलाई चाहिँ बुल्डक सस यो बुल्डक सस चाहिँ यस्तो मिठो लाग्छ होइन। अनि त्यही भएर कमेन्टमा पनि सोधिरहनु भएको थियो के सस हो भनेर। यो चाहिँ बुल्डक सस हो होइन। बुल्डक फेरि यसमा पनि सायद मैले रङ बोलेको छु होला होइन, त्यसको लागि सरी गाइजहरू होइन। अनि त्यसपछि चाहिँ मैले यो बुल्डक सस पनि हालेर खान्छु, मलाई चाहिँ मेरो फेभरेट हो होइन। मैले चाहिँ यो चाहिँ जिममा पनि मिसाएर खाइराखेको हुन्छ कि। अनि त्यही हो। अनि त्यसपछि अब हजुरहरूसँग जे छ त्यति मिक्स गरेर खानु होला। कुरा गर्दा मेरो चटपटी पनि रेडी भइसक्यो होइन। अनि यो चाहिँ मेरो श्रीलङ्कन साथीलाई, उसले पनि मलाई के दिएर हुन्छ, अनि मैले उसलाई दिएर हुन्छु। त्यही भएर यो चाहिँ मेरो श्रीलङ्कन साथीलाई। अनि मैले चाहिँ ट्याक लगाएर फेरि बुल्डक सस हालेर खाएँ होइन। पिरो मिठो भएको थियो होइन। अनि हजुरहरू पनि बनाएर खानु होला। हुन त अब सबैले बनाएर खाइरहनुहुन्छ के भइरहनु पर्ने होइन। त्यही हो, भिडियो चाहिँ यदि अन्त्यसम्म हेर्नु भएको छ भने हजुरहरूलाई धेरै 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 धन्यवाद। र हजुरहरूलाई पनि के भन्छ भन्न हेर्न ल भाइ।